आज शनिबारको दिन पनि म किन कलेज गएको होला त? अनि भाइलाई मोमो रोस्ट र ससेज दिएर मैले चाउमिन मात्र किन खाएँ त? अलराइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज चाहिँ म बिहानै उठेर फ्रेस भएर झोलासोला भिरेर जुत्ता सुत्ता लगाएर साइकल समातेर म लागेँ कलेजतिर। होइन, आज फेरि शनिबारको दिन पनि किन कलेज जान लाग्यो भन्नुभएको होला। गाह्रो छ नि त हो हामी मर्निङ क्लासको स्टुडेन्टलाई र प्लस 2 को स्टुडेन्टलाई। हामीलाई त शनिबार पनि राम्रोसँग सुत्न नदिने भयो। हुँदा हुँदै अब त एक दिन बिदा हुने शनिबार पनि टेस्ट हुने रे। हाम्रो कलेजमा चाहिँ भर्खरैबाट प्रत्येक शनिबार 2-2वटा विषयको टेस्ट परीक्षा लिने रे। अब पढ्ने विद्यार्थीको लागि यो कुरा चाहिँ एकदमै राम्रो हो। तर हामी नपढ्नेलाई भने लास्टै जाऊ, जसो तसो गरेर टेस्ट परीक्षा पनि दिएर आउँछु। घर आउन बित्तिकै त लास्टै भोक लाग्छ। अनि दिदी र आन्टीलाई भनेर होटलमा फोन गर्न लगाएर सबैको लागि नास्ता अर्डर गर्न लगाउँछु। त्यसपछि आन्टीको साइकल लगेर म सिधै नास्ता लिन होटलतिर जान्छु। अनि नास्ता ल्याएर साइकलको टोकरीमा राखेर साइकललाई बाटोमा जिगज्याग गराउँदै घर आउँछु। घर आउन बित्तिकै लास्टै भोक लागेको थियो, त्यसैले केही नसोचेर सस र अचारलाई चाउमिनमा मिक्स गरेर एक बाइट हान्दिएको त एकदम मिठो थियो। दिदी आन्टी र युनिक भाइले चाहिँ मोमो, फ्राइड राइस, रोस्ट र ससेज ल्याएर मलाई त देखाइ खानुभयो। लगभग बितेको 12 दिन नपुगी के गर्नु, आफूले मासु खान मिल्दैन। त्यही भएर मैले चाहिँ आफ्नो लागि भेज चाउमिन ल्याएर मजाले खाएँ। नास्ता खाइसकेपछि पेट पनि अगाउँछ र अचार लास्टै पिरो भएको कारणले मलाई त एकदमै गाह्रो भयो। अनि आजको लागि चाहिँ यति नै, बाई बाई, टाटा।